अब फेरि हामी यिनै कुराकानीहरू बिचमा अर्को एउटा मिठो कर्णप्रिय गीत सुन्छौँ। तपाईँले दुईवटा गीत सुनाउनु भयो, अब अर्को गीत कुन सुनाउनुहुन्छ? एउटा यो मेरो गीत मैले लेखेको, मेरो सङ्गीतमा रामकृष्ण ढकाल हुँदो 10-11 वर्षको हुँदो र उसको प्रथम गीत, उसको प्रथम रेकर्डेड गीत हो यो। हाम्रो सुन्दर संसार थियो। त्यो गीत प्रस्तुत गर्छु। हाम्रो सुन्दर संसार थियो, हुरियाई उडाइदियो, दुई मुटुको मिलन थियो, सपना जस्तै उडी गयो। अब हाम्रो माया आकाश धरती हो, अब हाम्रो माया आकाश धरती हो। हाम्रो सुन्दर संसार थियो, हुरियाई उडाइदियो, दुई मुटुको मिलन थियो, सपना जस्तै उडी गयो। अब हाम्रो माया आकाश धरती हो, अब हाम्रो माया आकाश धरती हो। हरियाली वन पाखाको भेट हाम्रो आलै थियो, हरियाली वन पाखाको भेट हाम्रो आलै थियो। चढाएको भागल हाम्रो देउरालीलाई थाहै थियो, कहिले हाँस्ने कहिले रुने यस्तै हाम्रो माया थियो। तर हाम्रो माया दुई किनार भयो, तर हाम्रो माया दुई किनार भयो। सखेवाको जोडी जस्तै हाम्रो माया उड्दै थियो, सखेवाको जोडी जस्तै हाम्रो माया उड्दै थियो। हुरी बतास चले पनि दुई आत्माको जित्नै थियो, बिहानीको सीता जस्तै चोखो हाम्रो माया। तर हाम्रो माया दुई किनार भयो, तर हाम्रो माया दुई किनार भयो। हाम्रो सुन्दर संसार थियो, हुरियाई उडाइदियो, दुई मुटुको मिलन थियो, सपना जस्तै उडी गयो। अब हाम्रो माया आकाश धरती हो, अब हाम्रो माया आकाश धरती हो। हाम्रो सुन्दर संसार थियो, हुरियाई उडाइदियो, दुई मुटुको मिलन थियो, सपना
जस्तै उडी गयो अब हाम्रो माया आकाश धरती हो अब हाम्रो